नमस्कार नमस्ते नेपाल। आज पनि सदा चाहिँ फागुन 26 गतेका देश तथा विदेशका खबरहरू लिएर म तपाईँ उपस्थित भइसकेको छु। राष्ट्रपाले जित्यो 125 सिट, 12 जनालाई 50,000 भन्दा बढी मत दिए जनताले। संसदमा पूर्व प्रधानमन्त्रीका रूपमा एक्ला प्रतिनिधि प्रचण्ड, एमएलए का पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजी, नीति र नेतृत्वको बहस। एमएलए नेता गोकुल बास्कोटाले भने लोकप्रिय छौं भन्ने नेताका प्रिय भइयो। गठबन्धन सरकारले अपेक्षा अनुसार काम नगर्दा अपेक्षित रिजल्ट नआएको कांग्रेस चन्द्र भण्डारीको भनाइ। अझै पनि सुध्रिएन कांग्रेस नेता पूर्व गृहमन्त्री रमेश लेखक राष्ट्रपाललाई स्टन्टको राजनीति गरेको आरोप लगाएका छन्। क्रान्तिकारी शक्ति नेकपाका नेता विप्लवले क्रान्ति जारी रहने औचित्य जनाएका छन्। नयाँ संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न चटारो। पूर्व आइजिपी खापुङलाई पनि मुद्दा चलाउन छानबिन प्रतिवेदनको आशय। 2 महिनापछि खुले तल्लो मुस्ताङका विद्यालय। र अन्तर्राष्ट्रिय खबर, मध्यपूर्वमा तनाव कायमै, नेपाली कामदारलाई घर फर्काउने सम्भावना बढी। पूर्वी लेबनानमा इजरायली आक्रमण, कयौंको मृत्यु। इरानमाथि अमेरिकी आक्रमणबारे व्हाइट हाउस अगाडि प्रदर्शन। र यिनै खबरलाई अंग्रेजीमा। RSP won 125 seats. 12 candidates received more than 50,000 votes. Leaders Valen Shah submitted his elected expense report. Person is the only former prime minister representative in the parliament. In UML discussions have begun about forming a policy and leadership alternative to Woli. UML leader Gokul Baskota and that those who claim to be popular seem to have become favorites of certain leaders. Nepali Congress leader Chandra Bhandari said the unexpected election result came because the coalition's government did not perform as expected. Former Home Minister Nepali Congress leader Ramesh Lekhak accused RSP of doing stunt politics. CPN Master Biplov said the revolutions will continue. The election commission's claims that all election results will be finalized by Chaitra 5. Preparations are underway to welcome new MPs in the new parliament building. There is an intentions in the investigations report to the file case against former IGP Khafung. School in Lower Mustangs responded after 2 months. Tensions remains in the Middle East. The possibility of Nepali workers returning home has increased. Protests took place in front of the White House in America regarding the US attacks on Iran. र आजको खबरलाई यही बिट मार्दै भोलि पनि पुनः उपस्थित हुने बाचा गर्दै र देशबाट हेर्दै हुनुहुन्छ भने कुन जिल्लाबाट र विदेशबाट हेर्दै हुनुहुन्छ भने कुन देशबाट र समाचार कस्तो लाग्छ लाइक कमेन्ट र युट्युब टिकटक र फेसबुकलाई फलो अप गरेर तपाईहरुले साथ सपोर्ट दिनुहुनेछ भन्दै म आजको खबरलाई यही बिट मार्दै भोलि पनि पुनः उपस्थित हुने बाचा गर्दै बिदा हुन्छु। नमस्कार, नमस्ते नेपाल।